यो चाहिँ फर्सीडोलको पुल हो हैन। अब यता पारीपति ललितपुर पर्छ, यहाँबाट बुगमती पुगिन्छ। यतापट्टि म अहिले भएको ठाउँ वारी चाहिँ यो फर्पिङ साइड हो। बागमती नदी सेतीदेवी पुल, यो फर्सीडोल हुँदै बुगमती निस्किन्छु। मलाई घर जान नजिक पनि पर्छ। ओहो, बाटो चाहिँ खत्तम रहेछ त यहाँनिर, हिलाम्मे छ बाटो चाहिँ। अलिक खत्तम रहेछ, हिलाम्मे छ। ओहो, अब कताबाट यताबाट जानु पर्यो। ल, हिलो पास भयो, हिलो सकियो। अब पिच यहाँबाट फिलिलिलिल पिचै पिच हो। यहाँबाट चाहिँ बाटो अलिक कच्ची छ, अलिकति बुगमती नजिकसम्म। बाटो यस्तो छ, धेरै ठाउँमा हामीले बाटो हिलाम्मे देख्यौँ। अब हामीले हरेक वर्ष चाहिँ नि गाडीको बाइकको कर तिर्छौँ, बाटोको कर तिरेको हो। बाटो चाहिँ बनाउँदैन, कर मात्रै तिर्ने हो। बाटो पनि विस्तार गर्नु पर्यो, बनाउनु पर्यो, पिच नभएको ठाउँमा पिच बनाउनु पर्यो। यस्तो बाटो छ। वहाँ पनि अब कर बढाइ छ। बाटोको कारणले गर्दाखेरि पनि धेरै एक्सिडेन्टहरू हुन्छ। करहरू चाहिँ असुल छ, बाटोहरू चाहिँ बनाउँदैन। बाटो राम्रो हुनुपर्छ के। देश विकास हुनलाई बाटो चाहिँ विकास हुनै पर्छ। यस्तो हिलाम्मे बाटो छ, यस्तो नजिकै बुगमती नजिकै यस्तो ठाउँमा बाटो यस्तो छ। त्यहीँ अगाडि पिच छ, अलि पछाडि हामी पिचैबाट आयौँ। यहाँनिर चाहिँ यस्तो छ बाटो। पहल गर्नु पर्यो है, बाटो बनाउन पहल गर्नु पर्यो गाउँलेहरू। यति बाटो चाहिँ किन नबनाएको होला। बुगमती आइपुग्यो। अब यहाँबाट त 5 मिनटमा म घर पुगिहाल्छु। नमस्कार। हजुर ठिक छ हजुर। यसो घुमेर आएको बिहान।